एमडी सर योपालि त मेरो ट्याक्स नै धेरै काटिने भयो, कमाइ जति सबै सरकारले बुझाउनु पर्ने भयो त। किन चिन्ता लिनुहुन्छ? आयकर ऐन 2058 मा ट्याक्स प्लानिङको लागि विभिन्न डिडक्सनको व्यवस्था गरिएको छ। कस्तो डिडक्सन हो सर? के तपाईले आफ्नो जीवन बीमा, स्वास्थ्य बीमा र आफ्नो निजी भवनको बीमा गर्नुभएको छ? हो सर, मैले आफ्नो जीवन बीमा नि गरेको छु जसको वार्षिक प्रिमियम 50,000 तिर्छु, स्वास्थ्य बीमा नि गरेको छु जसको वार्षिक प्रिमियम 25,000 तिर्छु, निजी भवनको बीमा नि गरेको छु जसको वार्षिक प्रिमियम 15,000 तिर्छु। आयकर ऐन 2058 अनुसार जीवन बीमा केसमा तपाईले तिर्ने वार्षिक प्रिमियम र 40,000 मध्ये जुन कम हुन्छ त्यो रकम, स्वास्थ्य बीमा केसमा तपाईले तिर्ने वार्षिक प्रिमियम र 20,000 मध्ये जुन कम हुन्छ त्यो रकम, र निजी भवन बीमाको केसमा तपाईले तिर्ने वार्षिक प्रिमियम र 5,000 मध्ये जुन कम हुन्छ त्यो रकम आफ्नो करयोग्य आयबाट घटाउन सक्नुहुनेछ। यसले गर्दा तपाईको करयोग्य आय घट्छ र तपाईले तिर्ने ट्याक्स पनि घट्छ। त्यसो भए मेरो कति रकम चाहिँ करयोग्य आयबाट घटाउनु पर्छ सर? तपाईले जीवन बीमा प्रिमियम बापत तिर्नु भएको 50,000 मध्येबाट 40,000, स्वास्थ्य बीमा प्रिमियम बापत तिर्नु भएको 25,000 मध्येबाट 20,000 र निजी भवन बीमाको प्रिमियम बापत तिर्नु भएको 15,000 मध्येबाट 5,000 अर्थात् 40,000 प्लस 20,000 प्लस 5,000 गरी जम्मा 65,000 तपाईले आफ्नो करयोग्य आयबाट घटाउन सक्नुहुनेछ। यसको अर्थ तपाईको 65,000 आयमा ट्याक्स तिर्नु पर्दैन। तर याद राख्नुहोस्, स्वास्थ्य बीमा र निजी भवनको बीमाको ट्याक्स डिडक्सन पाउनको लागि स्वास्थ्य बीमा र निजी भवनको बीमा रेसिडेन्ट बीमा कम्पनीसँगै गर्नुपर्छ।